र यो पनि जानिराख ऊ मेरो पनि बुहारी हो। निशालाई यो घरबाट निकाल्न तेरो अधिकार छैन। सरी भन निशा। अनि निशा तिमी त्यो बरुले के भन्यो भन्दैमा घरै छोडेर जाने? यसले केही भन्यो भने मलाई आएर पर्छ। बुझ्यौ? ल बच्चा सुधा। हजुर बाबा। तिमीसँग मेरो काम छ। अनि सुन त, तिमीले कुन्दनको लागि जे जस्तो गर्न चाह्यौ या गर्न खोज्यौ त्यसको लागि धन्यवाद छ। यो त मेरो कर्तव्य हो बाबा। तर यति ठुलो र गम्भीर कुरोलाई तिमी आफै एक्लैले हल गर्न सक्छौ भनेर कसरी आँट गरे? कुन्दनलाई केही भइदिएको भए? आइएम सरी बाबा। अब मबाट यस्तो गल्ती कहिले हुने छैन। ठिक छ, सजाय त तिमीले पाउँछौ। त्यसको सजाय हो मैले कुन्दनलाई हस्पिटल भर्ना गरेर आएको छु। कुन्दनको ट्रिटमेन्ट, कुन्दनको स्थिति, उसको सारा प्रोग्रेसको ख्याल तिमीले राख्नुपर्ने हुन्छ। तिमीले हरेक कुराको खबर मलाई गर्नुपर्छ। हुन त समय समयमा म पनि आउँछु, तर बिजनेस पनि हेर्नुपर्छ। त्यसैले यो जिम्मा तिम्रो। हुन्छ बाबा, धन्यवाद। हजुरले मलाई यसको योग्य ठानिछ। ल त आराम गर। बाबा, हजुरलाई एउटा कुरा भन्नु थियो। भन के कुरा? बाबालाई अहिले त्यो कल्याण थापाको बारेमा भन्नु ठिक नहोला। त्यसै टेन्सनमा होइसिन्छ। पछि कुनै उचित समय हेरेर भन्नु पर्ला। भन न के कुरा? होइन बाबा, होइन, त केही पनि होइन। ठुली भाउजू सबैजना आफ्नै कोठामा बसिसकेको छ। के गर्नु, मडी हराएको सर्प जस्तै भइगयो यो घर। चिन्ता नगर, सबै ठिक हुँदै जान्छ। कहिले ठिक हुन्छ? अब त मलाई दिक्क लाग्न थालिसक्यो भाउजू। अब त मलाई आफ्नै गाउँ जाउँ लाग्न थालिसक्यो। तिमी कहीँ जाँदैनौ, यही घरमा बस्छौ। कसरी बस्नु? अब त मलाई यस्तो लाग्न थालिसक्यो कि भाउजू, यस घरका प्रत्येक सदस्यहरू एक अर्काको अस्तित्व मेटाउन तल्लिन्छन्। अहिले त यस्तो भइसक्यो, अझै पछि अरू के हुँदै जाने हो? ठुली भाउजू, कुन्दन बाबुले कहाँ लिएर गएको? उहाँको लत छुटाउन सुधार केन्द्र लगिएको छ। उहाँ ठिक भएर आइसिन्छ, त्यसपछि त हाम्रो परिवार पहिलाको जस्तै हुन्छ। म भगवानसँग यही प्रार्थना गर्छु कि भाउजू, हाम्रो परिवार फेरि पहिलेको जस्तै मिलोस्, राम्रो होस्। अनि खाना पाक्यो? पाक्दैछ भाउजू, म जान्छु है भान्सातिर। बाबाले मलाई बुहारीको रूपमा त स्वीकार्नुहुन्छ, तर मलाई किन डर लाग्छ बरु। मेरो हैसियत तिम्रो जस्तो ठुलो पनि छैन, तर म तिमी बिनाको जीवन कल्पनासम्म पनि गर्न सक्दिनँ। थाहा छ,
तिमीलाई पाएर मेरो सपना सफल हुने भएको छ। धन्यवाद तपाईँले उहाँको ज्यान बचाइदिनु भयो। यिनको यस्तो हालत? कल्याण सरको बहिनी हुनुहुन्छ। प्रेममा धोका पाएर उहाँको यस्तो अवस्था भएको हो। मलाई त सुधारीले जस्तो गरी लट्ठ पारेर कुरा गर्न आउँदैन। सुधा दिदी हजुरलाई त्यति नै मन पर्थ्यो भने मसँग बिहे किन गरेको? माइती जान्छु। मेरो माइतीमा अझ पनि मलाई पाल्न सक्छ। अब त म हजुरले बोलाए पनि आउँदिन। म अझ पनि भन्छु मेरो हार सुधा दिदीले नै चोरेको। तर के गर्ने, हजुर त यो कुरा मान्छिन्न। हजुर त खालि सुधा दिदीकै पक्ष लिएर बसिन्छ। म नै नराम्रो हुन्छु हजुरको नजरमा। अझ थाहा छ बाबा उहाँले के भन्छेको? उहाँले त भन्छेको तँलाई म फर्केर आइज भनेर कहिले भन्दा पनि भन्दिनँ भनेर भन्छ। बाबा त्यो त मैले यसरी कुरा गर्छन् आफ्नो श्रीमतीसँग? तेरो बुद्धि कहिले आउँछ? त अब केटाकेटी छैनस् र तँलाई हरेक कुरो सिकाइरहनु परोस् र तेरो ढिपी बिना अब चल्दैन। एउटा कुरा याद राख, निशा तेरो श्रीमती हो र यो पनि जानिराख ऊ मेरो पनि बुहारी हो। निशालाई यो घरबाट निकाल्न तेरो अधिकार छैन। सरी भन निशासँग।